हामी पहिले मललाई गोबर मललाई यसरी बक्सामा हामी हाल्छौँ। यो निकालिसकेको मल हो। एउटा यस्तो बक्सा हुन्छ। यसरी बक्सामा चाहिँ यो एउटा बक्सामा 3000 केजी मल बन्छ। यसमा हामीले मुनिबाट बालुवा ओछ्याउँछौँ, त्यसबाट पात पतिङ्गरको हाल्छौँ अनि त्यसपछि 1 लेयर गोबर मल हाल्छौँ। गोबर मल पछि हामी यो कुलाको तम्बाहरू काटेर हाल्छौँ। फेरि अर्को लेयर गोबर हाल्छौँ। फेरि त्यहाँदेखि परालहरू कुटेर हाल्छौँ मसिनो पारेर। फेरि अर्को मसिनो गोबर मल हाल्छौँ। अनि मल हालिसकेपछि अनि गडौला छोडिदिन्छौँ। गडौला छोडेपछि अनि हाम्रो मल तयार हुन्छ। लगभग 3 महिना 4 महिनामा तयार हुन्छ। तयार भएपछि हामीले यसरी निकाल्छौँ गोबर मललाई। गोबर मललाई यसरी बाहिर निकाल्छौँ। यहाँ गडौलाहरू पनि छ। अनि यो एउटा गाजियाबादबाट ल्याएको सानो खालको गडौला हो। यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर सानो खालको गडौला, यो खालको सानो खालको गडौला। यो गडौला चाहिँ हामीले यहाँ हालेको हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। यस्तो खालको सानो खालको गडौला, यो खालको गडौला तपाईँले देख्न सक्नुहुन्छ। हो यो खालको गडौला हो। यो गडौला हामीले यसमा छोडिदिएपछि गडौलाले खाएर मल बनाएको हुन्छ। यहाँ हेर्नु, यहाँ गडौलाहरू छ। अब यो गडौला हामी छान्छौँ। छानेर यसलाई चालेर हामीले मल बनाएर प्याकिङ गर्छौँ। यो चाहिँ एकदम अर्ग्यानिक मल, जैविक बर्मिज कम्पोस्ट मल भन्छ। यो हामीलाई चाहिँ होलसेल रेटै 30 रुपियाँ किलोमा दिइरहेको छौँ। मेरो यो नर्सरी हो। नर्सरीको फुलहरूमा हाल्नलाई काम दिन्छ। हामीले यसरी बिरुवामा, फुलहरूमा, तरकारीमा, जेमा हाल्दा पनि मल हुन्छ। यो मल राम्रो खालको हो। तरकारी खेतीको लागि उपयुक्त मल। यो हाम्रो मल भण्डारण केन्द्र हो। यहाँ जति पनि मलहरू हामीले यहाँ भण्डारण गरेको हुन्छौँ। यो चालेको मल हाम्रो मेरो वर्करहरू हुन्छ यहाँ चाल्नुहुँदैछ। यो चालेको मल हेर्नु कति राम्रो मल हो। अब यो मल चाहिँ हाम्रो तयार भयो। अब यसरी हामीले प्याकिङ गर्छौँ। यसरी हामीले एउटा बर्मिज कम्पोस्ट मल हामीले तयार गरेका हुन्छौँ। मेरो युट्युब च्यानल छ @गोपाल नर्सरी 5666 मा। तपाईँहरूले त्यहाँनिर सब्सक्राइब गर्नुहोला त्यसलाई। त्यहाँ तपाईँले गएर हेर्नुभयो भने, प्रोफाइलभित्र गएर हेर्नुभयो भने मेरो कन्ट्याक्ट नम्बर छ। शिव शताक्षी नगरपालिका वार्ड नम्बर 1 धरमपुर झापामा चाहिँ यो मल तपाईँहरूले पाउनुहुन्छ। तपाईँले सम्पर्क गर्नुहोला। लु मल प्याकिङ हुँदैछ। मल प्याकिङ हुँदैछ। लु बर्मिज कम्पोस्ट मल हाम्रो रेडी भइसक्यो। मार्केटमा जानको लागि बोरामा यसरी प्याकिङ हुँदैछ। हाम्रो म्याडमहरू प्याकिङ गरे हुनुहुन्छ। लगभग 100 बोरा प्याकिङ भइसक्यो। अब भोलि 100 बोरा प्याकिङ गर्ने हो। लु फटाफट गर्नु पर्यो जङ्गल दिदी, फटाफट। यहाँबाट त केमा यो गर त यहाँ गर न। म त्यो हामी एकछिन गर्छु काम। अनि मेरो यसबाट हाल्नुपर्ने छ नि मेरो च्यानलमा। तिमीले गएर के गर्नु त यहाँ च्यानलमा हाल्नु।
हजुर यहाँ बसेर यस्तो यति मात्रै पक्रिदिनु न ठ्याक्कै यति पक्रिराख्नु बसेर लाँदा पनि हुन्छ बसेर पक्रिनु मैले गरेको भाइसँग मात्रै भयो एक्लै ल हामी यस्तो मल प्याकिङ गर्दैछौँ यो कृषि काम भनेको एकदम दुःखको काम हो के गर्नु छिटो उठाउनु दिनमा 100 बोरा प्याकिङ गर्ने हाम्रो टार्गेट हो टक्क मार्केटमा यसलाई बेचेर पैसा बनाएर चाहिँ बेच्ने हो अलिक ज्वरो भयो है अब यो उचाल्न सक्दैन नि त यहाँ काटा गर्न भाइ पनि अलिक ज्वरो पुगेन 40 केजी त पुऱ्याइहाल्यो बिर्ने हो काम त हामी ज्वरो गर्छौँ हामी नेपालमा हेर्नु त 10,000 केजी मल बेचेपछि 3 लाख रुपियाँ आउँछ विदेश जानुपर्छ काम गर्नलाई भाइको भिडियोमा भएन है सीधा बनाउनु कि घुमाइ सबैतिर चाहिँ क्या यो मल होइन उठो मल देखाएर यता यसरी भाइको क्यामेरा छैन क्विक सेयर रहेछ र तपाईँकोमा म मेरोबाट बनाइदिन्छु राम्ररी भएछ हौ पुगिसक्यो घाटा हुन्छ धेरै जानु नजान्छ है कम्पनीलाई फेरि घाटा हुन्छ कता त्यता लाने के त हौ त्यता यहाँ भोलि निकाल्नु सजिलो हुन्छ नि त भोलि गाडी लोड गर्नु सजिलो हुन्छ किरा पनि भेटेर फेरि मार्छ नि अलि मलमा किरा त भयो मलको त हौ त्यो फेरि मलिलो किरा हो भाइ यस्तो हो के गर्न दुःख पाइयो दुःख पाइयो पनि पैसा पनि पाइयो स्टोरी बनाउने कि सिधा बनाउने कि यस्तो बाङ्गो 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 कस्तो बनायो भने यो होइन यो मल आउनु पर्यो पहिले फर्स्ट त्यसरी बेलाको यो बोरा प्याकिङ एकबाट साउन आउनु ल सामान हौ सामान ल त ल हाम्रो मल प्याकिङ खतरा छ एकदम 3 जना छौँ भन्नु न खतरा काम गर्छौँ हामी है भर्मिज कम्पोस्ट मल हामीले बनाएका छौँ अब विवादबाट मार्केटमा जान्छ यो मल हाल्नु न दिनु न उठा उठा म्याडम फेरि धर्न सक्नु खुस्केला नि फेरि त्यो काट्नु त भिडियो भएन है भयो अर्को बनाउनु न जे पाइ त्यो बोलेर यहाँ नबोलिकन यहाँ म बोल्ने हो काट्न मिल्छ होला नि त त्यो राखेको कि यहाँ पहिलो मल यहाँ देखाऊ कि जुम गरेर भयो के यहाँ पनि देखाउनु मल चाहिँ कतिको बोल्छु ल यसको बारेमा भन्छु ल नमस्ते तपाईँहरू सबैजनालाई
साई गोपाल कृषि नर्सरी फर्मबाट हामी चाहिँ भर्मिक कम्पोस्ट मल गडौली मल बनाउँदैछौँ र यो सबै फिनिसिङ भइसक्यो। अब मल चाहिँ यो प्याकेजिङ पनि भइसक्यो। यो चाहिँ अब हाम्रो मार्केटमा जाँदैछ। यो चाहिँ 10 केजीको मल हामीले यसरी प्याक गर्दैछौँ। यसरी हामीले मल बनाएर चालेर त्यस पछाडि यसलाई हामीले फेरि यसरी किलोमा नापेर प्याकेजिङ गरेर यो मार्केटमा जाँदैछ। तपाईँहरूलाई पनि चाहिएमा साई गोपाल कृषि नर्सरी फर्ममा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यसको चाहिँ विशेषता के छ भने यो चाहिँ भर्मिक कम्पोस्ट मल, यो गडौली मल हो। यो चाहिँ एकदम अर्ग्यानिक मल हो। हामीलाई चाहिँ एकदमै कौशी खेतीमा प्लस अब हामीले बोट बिरुवाहरूलाई होइन अब हामीले हरियो बनाउनु छ, हामी अर्ग्यानिक खानु छ भने हामीले यसरी गडौली मल युज गरौँ। यसलाई भर्मिक कम्पोस्ट मल पनि मल भनिन्छ। यो चाहिँ शिव सदाशिव नगरपालिका वडा नम्बर 1 धरमपुर चोकमा साई गोपाल कृषि नर्सरी फर्ममा उत्पादन गरेको हो र उत्पादन गरेर यो चाहिँ प्याकेजिङ भएर अब बिक्रीमा जाँदैछ। तपाईँहरूलाई चाहिएमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ र म सम्पर्क नम्बर पनि भनिदिन्छु 9804993306 धरमपुर चोकमा पर्छ यो साई गोपाल कृषि नर्सरी फर्म। फेरि पनि म हजुरलाई एड्रेस भनिदिन्छु। यो चाहिँ धरमपुर चोकबाट थोरै मात्रै अलिकति भित्र बजार लाइनमा पर्छ। यो हटिया लाइनमा यो चाहिँ साई गोपाल कृषि नर्सरी फर्म छ। यो चाहिँ मेरो आफ्नै उत्पादन हो। म चाहिँ यसको चाहिँ भनौँ न प्रोप्राइटर पनि हो साई गोपाल कृषि नर्सरी फर्मको र यो मैले आफैले उत्पादन गरेको हो। म चाहिँ एउटा चाहिँ महिला एग्रिकल्चरमा चाहिँ काम गर्दै गरेको हो र मैले उत्पादन गरेको मल कस्तो लाग्यो हजुरहरूलाई र तपाईँहरूलाई चाहिएमा हामीलाई फेरि पनि सम्पर्क गर्न सक्नुहुन्छ। शिव सदाशिव नगरपालिका वडा नम्बर 1 धरमपुर चोकमा छ यो र तपाईँहरूले अर्डर पनि दिन सक्नुहुन्छ। तपाईँहरूलाई जति पनि चाहिएमा तपाईँहरूले यो मल हामीलाई अर्डर गर्नुहोस्, हामी बनाइदिन्छौँ। 3 महिना या 4 महिना पछाडि हामीले रेडी गरिदिन्छौँ। जति चाहिए पनि हामी दिन सक्छौँ तपाईँहरूलाई। तपाईँहरूको रिसोर्टमा बगैँचामा र एकदमै अर्ग्यानिक सब्जीहरू खानु छ भने भर्मिक कम्पोस्ट मल युज गरौँ र आफू पनि स्वस्थ रहौँ र सबैलाई स्वस्थ राख्नलाई सहयोग पुऱ्याउँ र आफू पनि एग्रिकल्चरमा समावेश भएर तपाईँहरूले आफूले उत्पादन गरेका आफूलाई लगायत सम्पूर्ण हाम्रा के अरे यहाँका जनताहरूलाई पनि पुर्याउने गरी उत्पादन गर्नुहुन्छ भने पनि भर्मिक कम्पोस्ट मल युज गरेर तपाईँहरूले चाहिँ साग सब्जीहरू लाउनुहोस् र बोट बिरुवामा पनि लाउनुहोस्। यो चाहिँ एकदम अर्ग्यानिक मल हो। यो चाहिँ स्वास्थ्यलाई पनि धेरै राम्रो गर्छ। यो हामीले चाहिँ खालि डिएपी युरिया मात्रै हामी भन्छौँ र विषादीहरू मात्रै युज गर्छौँ, तर त्यो होइन। विषादीहरू युज गरेको चिजले चाहिँ के हुन्छ भने त हामीहरूलाई रोग निम्त्याउँछ। तर हाम्रो गाईको गोबर र यहाँ वेस्ट हुने झारपातहरूले चाहिँ यो कुहाएर बनाएको गडौले मल हो। यसलाई गडौला छर्नुपर्छ बक्समा हालेर र यो गडौलाले खाएर निकालेको यो मल हो। यो एकदमै राम्रो छ। हेर्नुहोस् यत्तिकै पनि चलायो भने हातहरू पोल्न सक्छ। त्यही भएर मैले ग्लोभ्स लगाएको छु। यति राम्रो छ यो एकदमै। हामीले यसलाई चाहिँ सोइल टेस्ट पनि गरिसकेको छौँ। झुम्कामा लगेर सोइल टेस्टको रिपोर्ट पनि चाहिएमा तपाईँहरूलाई म यो सोइल टेस्टको रिपोर्ट पनि हालिदिन सक्छु। यसमा कति के छ भन्ने कुराहरू तपाईँहरूले आफै पनि बुझ्न सक्नुहुन्छ र तपाईँहरूलाई चाहिएमा फेरि पनि साई गोपाल कृषि नर्सरी फर्ममा सम्पर्क गर्नुहोला भन्दै मैले यो भर्मिक कम्पोस्ट मल तयार गरेको छु। तपाईँहरूले पनि किनिदिनुहोस् है त। धन्यवाद। ल ल दा हाम्रो मल प्याकिङ खतरा छ एकदम। 3 जना छौँ भनौँ। खतरा काम गर्छ हामी। भर्मिक कम्पोस्ट मल हामीले बनाएका छौँ। अब विवादबाट मार्केटमा जान्छ यो मल। ल न दिनु न। उठा म्याडमको फेरि धर्नासको झुस्केर नि फेरि काट्नु त भिडियो भएन भयो अर्को बनाउनु न। जे पाइ त्यो बोलेर यहाँ उ नबोलिकन यहाँ म बोल्ने हो। काट्न मिल्छ होला नि राख्नु कि राख्नु। यहाँ पहिले मल यहाँ देखाउँ कि जुम गरेर कति पो बोल्नु
भाइले कति आउँदैछ ल टक्कै 50 केजी होइन उताबाट यता आउनु। अब यो ठ्याक्कै बारेमा म बोल्छु, यसको बारेमा भन्छु ल। अन्त भनौँ भनौँ। ल नमस्ते तपाईँहरू सबैजनालाई मेरो नमस्कार छ। साई गोपाल कृषि नर्सरी फर्मबाट हामी चाहिँ भर्भिक कम्पोस्ट मल गरौले मल बनाउँदैछौँ र यो सबै फिनिसिङ भइसक्यो। अब मल चालिवरी प्याकेजिङ पनि गरिसक्यौँ। यो चाहिँ अब हाम्रो मार्केटमा जाँदैछ। यो चाहिँ 50 केजीको मल हामीले यसरी प्याक गर्दैछौँ। यसरी हामीले मल बनाएर चालेर त्यस पछाडि यसलाई हामीले फेरि यसरी किलोमा नापेर प्याकेजिङ गरेर यो मार्केटमा जाँदैछ। तपाईँहरूलाई पनि चाहिएमा साई गोपाल कृषि नर्सरी फर्ममा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यसको चाहिँ विशेषता के छ भने यो चाहिँ भर्भिक कम्पोस्ट मल, यो गरौली मल हो। यो चाहिँ एकदम अर्ग्यानिक मल हो। हामीलाई चाहिँ एकदमै कौशी खेतीमा प्लस अब हामीले बोट बिरुवाहरूलाई होइन अब हामीले हरियो बनाउनु छ, हामी अर्ग्यानिक खानु छ भने हामीले यसरी गरौले मल युज गरौँ। यसलाई भर्भिक कम्पोस्ट मल पनि मल भनिन्छ। यो चाहिँ शिव सदासी नगरपालिका वडा नम्बर 1 धरमपुर चोकमा साई गोपाल कृषि नर्सरी फर्ममा उत्पादन गरेको हो र उत्पादन गरेर यो चाहिँ प्याकेजिङ भएर अब बिक्रीमा जाँदैछ। तपाईँहरूलाई चाहिएमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ र म सम्पर्क नम्बर पनि भनिदिन्छु। 9804993306 धरमपुर चोकमा पर्छ यो साई गोपाल कृषि नर्सरी फर्म। फेरि पनि म हजुरलाई एड्रेस भनिदिन्छु। यो चाहिँ धरमपुर चोकबाट थोरै मात्रै अलिकति भित्र बजार लाइनमा पर्छ। यो हटिया लाइनमा यो चाहिँ साई गोपाल कृषि नर्सरी फर्म छ। यो चाहिँ मेरो आफ्नै उत्पादन हो। म चाहिँ यसको चाहिँ भनौँ न प्रोप्राइटर पनि हो साई गोपाल कृषि नर्सरी फर्मको। र यो मैले आफैले उत्पादन गरेको हो। म चाहिँ एउटा चाहिँ महिला एग्रिकल्चरमा चाहिँ काम गर्दै गरेको हो र मैले उत्पादन गरेको मल कस्तो लाग्यो हजुरहरूलाई र तपाईँहरूलाई चाहिएमा हामीलाई फेरि पनि सम्पर्क गर्न सक्नुहुन्छ। शिव सदासी नगरपालिका वडा नम्बर 1 धरमपुर चोकमा छ यो र तपाईँहरूले अर्डर पनि दिन सक्नुहुन्छ। तपाईँहरूलाई जति पनि चाहिएमा तपाईँहरूले यो मल हामीलाई अर्डर गर्नुहोस्, हामी बनाइदिन्छौँ। 3 महिना या 4 महिना पछाडि हामीले रेडी गरिदिन्छौँ। जति चाहिए पनि हामी दिन सक्छौँ तपाईँहरूलाई। तपाईँहरूको रिसोर्टमा बगैँचामा र एकदमै अर्ग्यानिक सब्जीहरू खानु छ भने भर्भिक कम्पोस्ट मल युज गरौँ र आफू पनि स्वस्थ रहौँ र सबैलाई स्वस्थ राख्नलाई सहयोग पुऱ्याउँ र आफू पनि एग्रिकल्चरमा समावेश भएर तपाईँहरूले आफूले उत्पादन गरेका आफूलाई लगायत सम्पूर्ण हाम्रा के अरे यहाँका जनताहरूलाई पनि पुर्याउने गरी उत्पादन गर्नुहुन्छ भने पनि भर्भिक कम्पोस्ट मल युज गरेर तपाईँहरूले चाहिँ सागसब्जीहरू लाउनुहोस् र बोट बिरुवामा पनि लाउनुहोस्। यो चाहिँ एकदम अर्ग्यानिक मल हो। यो चाहिँ स्वास्थ्यलाई पनि धेरै राम्रो गर्छ। यो हामीले चाहिँ खालि डिएपी युरिया मात्रै हामी भन्छौँ र विषादीहरू मात्रै युज गर्छौँ, तर त्यो होइन। विषादीहरू युज गरेको चिजले चाहिँ के हुन्छ भने त हामीहरूलाई रोग निम्त्याउँछ। तर हाम्रो गाईको गोबर र यहाँ वेस्ट हुने झारपातहरूले चाहिँ यो कुहाएर बनाएको गडेउले मल हो। यसलाई गडेउला छर्नुपर्छ बक्समा हालेर र यो गडेउलाले खाएर निकालेको यो मल हो। यो एकदमै राम्रो छ। हेर्नुहोस् यत्तिकै पनि चलायो भने हातहरू पोल्न सक्छ। त्यही भएर मैले ग्लोभ्स लगाएको छु। यति राम्रो छ यो एकदमै। हामीले यसलाई चाहिँ सोइल टेस्ट पनि गरिसकेका छौँ झुम्कामा लगेर। सोइल टेस्टको रिपोर्ट पनि चाहिएमा तपाईँहरूलाई म यो सोइल टेस्टको रिपोर्ट पनि हालिदिन सक्छु। यसमा कति कति के छ भन्ने कुराहरू तपाईँहरूले आफै पनि बुझ्न सक्नुहुन्छ र तपाईँहरूलाई चाहिएमा फेरि पनि साई गोपाल कृषि नर्सरी फर्ममा सम्पर्क गर्नुहोला भन्दै मैले यो भर्भिक कम्पोस्ट मल तयार गरेको छु। तपाईँहरूले पनि किनिदिनुहोस् है त। धन्यवाद।